छोलेर तेरो त्यो भएको पनि सबै माल पनि निकालेर देखाए यहाँ भ्युअर्सलाई गर्दा तेरो पनि यही हो मैले दिएको पनि खाइस कस्तो हुँदैछ त्यही भएर मैले छाडा नदे भन्छु मैले तँलाई अरू दे छाडा नदे मैले छाडा नदे म तँलाई भनिरहेको हुन्छु तँलाई अघि मैले छोल भन्दाखेरि तैँले छोलेको होस् मैले गएँ तेरो पनि हग्ने मैले हग्ने टोइलेटमा गएँ के गरेँ हेर बिरे खुरु गरेको छु तेरो जित खुरु गरिदिन्छु म तैँले छोलेको छैनस् नि तैँले मलाई यहाँ पनि हात हाल्न लगाइस् मैले यहाँ पनि हात हालेर म बसेँ बुझिस् कि ठिक छ त मैले यहाँ हात हालेर मैले यहाँ हात हालेर बसेको म पनि हात हालेर तेरो त्यो के छ तेरो के छ त्यहाँ भन्दा तेरो के छ के मेरो यहाँ छैन मेरो दुध छैन यहाँ तेरोमा त छ चुप सुड्डी बिरे एक गेम जितेको त किन रुन्छस् भन्दा तेरो 7 गेमको पोइन्ट पनि गरेको तेरो भ्युअर्सले तँलाई लास्ट रुम लाग्दैन ओके ल भन तीनटा भन एउटा गु निकालेर पुरै लपक्कै लाउँछस् अर्को नम्बरको पोइन्ट के हो कतिचोटि भन्नु यार त्यो के हो त्यो त्यही गर्छस् अर्को नम्बरको पोइन्ट के दिए गाइज यसलाई नाङ्गै बुङ्गै यत्रै पेन्टी लाउँछस् मेरो पेन्टी जत्रै यत्रै पेन्टी लगाएर अनि गाइज मलाई एउटा गेम जिताऊ भन्छ जा घर त्यही भएर जहिले पनि पनिसमेन्ट दिँदैन सोचेर बुझेर दिए भाइ पनिसमेन्ट भन्छु है नेट बन्द गरेर नभाग ल बुझिस् कि नै यहाँ सुन म तँलाई राम्रोसँग भन्छु ल तैँले एकचोटि म यो चार्ज लगाएर आउँदैछु 2 मिनट रुक ल यो चार्ज लगाएर आउँदैछु यहाँ चार्ज खत्म भयो क्या मेरो पर्दैन यहाँ बस पर्दैन तेरो चार्ज चाहिएन हामीलाई चार्ज चाहिएन तेरो गाइज हेर्नु न यसले कस्तो दिएको थियो आफूले गर्ने बेलामा गर्दैन हेर्नु न देख्नुभयो एक गेम जित्दाखेरि यसको टिम त The Bluetooth device is ready to pair. के चेन्ज गरिदिउँ गाइज अरू नै दिउँ भन्नु त चेन्ज गरौँ गाइज भन्नु न के दिउँ गाइज भन्नु त The Bluetooth device is connected successfully. ल अब भन ए तँलाई त तेरो भत्रभित्र भएको गेडाको जाँठा उखालेर देखा जा हातभरि निकाल देखा जा त्यही गर साला 10 चोटि भनेर छ मेरो त्यस्तो झाटा साटा मेरो आएको छैन भाइ मेरो आउँदैन कहिलेदेखि सानैदेखि मनहरु भन् अनि गर्ने किन गर्छ पनिसमेन्ट गरे अघिदेखिबाट दिइराछ त देख्नु अच्छा के भनेछ फेरि एकचोटि भन्छ एकचोटि भन्छ आमा हो म त पागलै भइसक्यो आज त कस्तो मलाई मेरो बल्ल एक गेम जितेको त्यही मानि यसले मलाई दिमाग खराब गरायो गाइस कमेन्टमा लेखिदेऊ त यसलाई गएर नै एउटा तैँले छोल भनिस् न तेल लगाएर ल सुन मेरो कुरा छोल्नु पनि पर्दैन ल तँलाई सजिलै दिन्छु के गर मजाले तेल लगा तेल लि पुरै भित्रै हात राख हात मजाले भित्रै घुसाएर बसिरहेको यस्तै गेम सिक्दिने भएछ ल तेल लगा तैँले पनि हामीलाई तैँले तेल लगा भन्थिस् तँ पनि तैँले अघि तेल लगाएको छैनस् है तैँले तेल लगाएको मैले अनि अर्को गरेँ तैँले हेर्नु गाइस यत्रो गेम पछि 7 गेम पछि यसलाई लाज शरम केही पनि छैन यसको न त तेरो त्यो कपाल तेरो तालु खुइल्या सब अनि कोही पनि दिदी बहिनीहरू हेर्नु त हुने अन्त जानु है मैले यहाँ सिस्टममा हात हाल्दैछु सरी ल यसको लागि सरी कोही पनि भन हल्लिनु पर्यो है फेरि म त तैँले दिएको छाडामा हामी पनि दिन्छ मलाई नत्र यस्तो पनिसमेन्ट दिन मन पनि थिएन के गर्नु त मजबुरी भयो नि त साथीहरू के भनेको छ अनि फेरि एकचोटि भन्दा फेरि सदाले देख्छस् तँले यहाँ मेरो यहाँको यो अब त त्यही भनेको हेर्छ हेर्ने भए पनि चाहन्छु म त रिस नउठा यहाँ मलाई गाइस मलाई कसैले नराम्रो नभन्नु ल यसले मलाई जस्तो पनिसमेन्ट दियो त्यस्तै यसले मलाई राम्रो दियो भने म पनि राम्रो दिन्थेँ के यसले मलाई पानी दियोस् खोर्सानी दियोस् यो दिएको भए पिठो दियो यो के दिएको भए मैले पनि यसलाई दिन्थेँ यसले मलाई यस्तै दिएको क्या गाइस त्यही भएर मैले पनि यसलाई मैले यस्तै दिएको गाइस कसैले नराम्रो नसोच्नु ल आइ एम सो सरी गाइस जस्तो त्यस्तै दिनु पर्छ
तँलाई मेरो मैले नि जितेपछि तँलाई पनि कहाँ छोड्नु र त कान्छी बुक न तैँलेबाट जितेको छु भनेर खुसी मनाएको थिएँ नि म नत्र भने यसरी छाडा दिनेवालै होइन यसले मलाई कस्तो छाडा दिन्छ छिटो गर्न है कट्टु लगाएर आइज कट्टु लगाए मात्रै सजिलो हुन्छ न कट्टुको त अप्ठ्यारो हुन्छ भित्र पाइन्टमा हात हाल्न पर्ने तैँले मेरो मजा ल्याउँला भनेर सोचेको होलेस भरे व्हाट्सएपमा मजा लिनुपर्छ कि अहिले यहाँ त पन्सन मात्रै गर न ल गेम चालु गर है पहिला गर पहिला जा अनि गेम चालु हुन्छ ल म लाउँछु जा गर पहिला तेल लगा मसाज गर्ने मजाले भाइलाई काले भाइ गोरो बना ल काम चालु गर तँलाई मजबुरी गराइछस् केही छैन गर गेम चालु गर सिधा आइज सिधा हेर यता हेर मलाई हेर सिधा हेर पूजा तिमीतिरै छु म भनेर हेर यहाँ सिधा हेर सिधा गर मान गाइस यतिखेर खेल्नुपर्छ ल गाइस यतिखेर तिरपलमा खेलिदिनुपर्छ ल गाइस कोही खेल्नु मान्छेहरू छ भने तिरपलमा गाइस हाम्रो अहिले पछि ओपन हुँदैन सिधा गर भनेको सुन न हो सिधा गर खोइ पाइन्ट हलेको देखेको छैन त्यहाँ वेट चुप लागेर बस ल पितल अहिले तँले पनि ओके अगर पहिले ढिलायो भने तैँले पनि हात हालेर खेलान्थेस् नि मैले केही गर्दैन बुझेस् कि न थ्याङ्क यू सो मच सोल्टी थ्याङ्क यू सो मच गाइस सबैजना मिल्दैन न ल सबैजना ओके थ्याङ्क यू सो मच गाइस कुदाएर हान्यो गाइस सबैजना डबल ट्याप ल गाइस सबैजना मिल्दैन न ल यतिखेरै खेल्नुपर्छ कि थ्याङ्क यू सो मच जोनजी थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच हो खाइस थ्याङ्क यू सो मच तेरो पालो आउँछ त गोरुको पालो आउँछ के गोरुमा कसम गोरु गरिरख साला कति हेपी छ हामीलाई रामसँग गर है मेरो टिमले भएन भनिरहेछ नि रामसँग गर गाइस यो के लाग्यो हटाइदिनु न मेरो भाइहरू के लाग्यो अरे थ्याङ्क यू सो मच ओके थ्याङ्क यू सो मच ल सबैजना मिलिदिनु न गाइस तिरपल छ गाइस फेरि पनि तिरपल छ गाइस सबैजना मिलाउँ न यसले मलाई कस्तो हेपेको थियो क्या गाइस त्यही भएर पनि यसलाई पनि पेल्ने मान्छे त मेरै टिममा बसेर तँलाई पेलपाल पार्ने हो क्या यहाँनिर हामीलाई पनि 2-3 गेम जित्न पाए त चित्त बुझ्थ्यो नि त ए अनुपजी बसेर डबल त ओपन गरिदिनु न यार गाइस सबैजना मिलेर गाइस 24 वटा रोज कति धेरै माग्छ गाइस 24 जना गाइस उताबाट हान्छ गाइस 1200 गाइस एउटा भाइहरू एउटा 24 जना मिल्दैन न गाइस 24 जना मिस्टर गो सबैजना एउटा गाइस 24 जना गाइस तिरपल त ओपन गरौँ गाइस अहिले हामीसँग खेल्न सकिन्न के गाइस तिरपल ओपन गरौँ न गाइस तिरपल ओपन दादा तिरपल खोल्दैछ दादा मेरो छिटो भाइ बहिनी तिरपल खुल्दैछ भाइ बहिनी तिरपल खुल्दैछ तिरपल ओ ठोका मेरो दाइ हो तिरपलमा तिरपलमा भाइ दादा भाइ बहिनी तिरपल प्लिज मिल्दैन न गाइस प्रोग्रेस छ उता ठोकेको रहेछ तिरपलमा दादा हो गयो दादा दाइ मेरो दाइ
भने गाइस हाम्रो ओपन हुँदैन कि गाइस ओपन भइदिएको त हाम्रो पनि तिरपालमा खेल्दिनु हुन्थ्यो नि यार गाइस कोही हुनुहुन्छ भने बुस्टिङ पनि गाइस लगाइदिनु सबैजना ल मेरो भाइहरु डबल ट्याप चाहिँ गर्नु न ल डबल ट्याप ल 1100 जना हुनुहुन्छ गाइस डबल ट्याप चाहिँ गर्नु त गाइस सबैजना मिलेर सबजना मिलेर डबल ट्याप चाहिँ गरिदिनु न गाइस सबैजना मिलेर डबल ट्याप चाहिँ गर्नु त गाइस सबैजना मिलेर डबल ट्याप ल डबल ट्याप गाइस सबैजना मिलेर डबल ट्याप गरौँ न ल डबल ट्याप ल सबैजना डबल ट्याप ल गाइस जित्नु पर्छ न यार जितौँ न गाइस जितौँ ल बुस्टिङमा मेरो दादा भाइ बहिनी बुस्टिङमा डबल ट्याप Base. Apa bisa takut? Wih, मेरो भाइ गयो पूजा गयो अब पूजा गयो पूजा त गइस कान्छी अब पूजा त गयो बेबी थ्याङ्कु दादा थ्याङ्कु गाइस टपमा भएको आइदिएला सबैले फलो गाइस ल सबैजनालाई है टपमा भएको आइदिएला सबैले फलो अब मेरो पर्नेसन हेर्नु गाइस अब मैले के गर्छु एकचोटि पहिला डान्स गर्छु बेबी मलाई धेरै मनपर्छ गीत है ओके ओके अहिले फेरि आफ्नो एउटा गीत डान्स गरेर एउटा गीतमा डान्स गरेर خلك على الموعد तिमी टेन्सन नगर न बेबी والوعد तिम्रो पालो आउँदैछ आयो गाइस बस्नु ल अहिले अर्को गेम खेल्नु पर्छ ल बस्नु न ल सबैजना ओइ 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 रिलाइज एकदम कस्तो लाग्यो मेरो गीत दर्शक एकचोटि यस्तो गर्दैन त गाइस मेरो यहाँको जस्तै लाग्यो तेरो गीत त बुझ्स् कि नै यो पनि मेरो राम्रो छ तेरो गीत मलाई त्यस्तो लागेछ यहाँ पर्नेसन भन्न ओइ को पर्खेर बस्छ भन् त भागोस् भन्छ क्या सबैजना जा छोल एकचोटि जा तैँले मलाई छोला लगाएको जा चल तेरो त मैले 10,000 मा गरेको मैले 10,000 मा गरेको म त गर्दैन 10,000 मा गरेको बुझ्स् कि नै 10,000 मा तँलाई दिएको मैले 10,000 मा 10,000 मा दिएको मैले तँलाई तेरो 10,000 आएको थियो नि 9,000 आएको थियो हो 9,000 ले गर्छु त्यति नै गर 9,000 आएको छोल्छौ तँलाई मैले त्यस्तो पनि दिएको थिएन ल हात मात्र हाल्न दिएको थिएँ ल झेली नखेर है फेरि बुझ्स् कि नै फुर्कन पनिसमेन्ट गर्नु ओके तँलाई एउटा अहिले राम्रो असन दिएको छु तैँले सरी ल दाजुभाइ दिदीबहिनी सरी माफ गरिदिउँ ल कोही पनि हुन्छ ल सरी साला ओके तेरो यो टी सर्ट खोलेर तेलले हातमा चेल्लो तेल लगा अनि त्यहाँदेखि माटी हाल जा तँलाई नदबा यहाँ सुन तैँले दबा नदबा ल तैँले नदबा बस हातले तेलले त्यो टी सर्ट खोल कसरी टी सर्ट खोल्छन् भन्दा टी सर्ट किन खोल्ने अलि फिकर देखोस् न तेरो यस्तो गोलगप्पा हेर्न मन गरिरहेको छ नि यहाँ भित्र एउटा यस्तो लुगा लगाएको छ कि यति देखाउने हो र यहाँ
ओके भित्र हाल्दै ल ल ल यतैबाट हाल्दै ल अब बाइचान्स यति आयो 10K आयो भने त छोडेरै जान्छ यहाँबाट ठिक छ तँलाई अहिले केही छैन 7,000 आएको थियो मेरो अहिले 7,000 ओके तीनटा भन तैँले पनि गुखा भनेको खेर जा टोयलेटको गु निकाल अनि तेरो ठुट्नु भरि लगा ल म लगाइदिन्छु टोयलेटको गु ल अर्को भन टोयलेटको गु लगाइदिन्छु ल भन टोयलेटबाट निकालेर नि फेरि निकालेर लगाइदिन्छु किनभने ठुट्नु भरि मैले हगेको म लगाइदिन्छु केही फरक पर्दैन ओके ओके यो चाहिँ गु खाने केटी रहेछ नि छि तो सुन्दरको कि तँलाई कसले बिहा गर्छ होला यस्तो केटीलाई छि यस्तो गु खाने केटीलाई कसले बिहा गर्ला यार आउने होला दिनमा थुक्क तेरो जिन्दगी अहिले फेरि फ्यासन अर्को के छ थाहा छ अर्को के यो तेरो यो टी-सर्ट छ नि यसलाई च्यातेर पोचा लगा जा कस्तो लाग्यो बरु सुरुवाल च्याट यता सुन बरु सुरुवाल च्याट भने म च्याट्छु टी-सर्ट भर्खर किनेको म च्याट दिन के त्यो थोरैमा तैँले मलाई छोल भनेर हात हाल्न लगाइस् नि तैँले होइन तेलले अनि भित्रदेखि हात हाले यस्तो गरेर दबा अनि नखेला हातलाई तैँले ह्यान्ड मसाज नगर हातलाई यस्तो गरेर लगा तैँले यो टी-सर्ट च्याट भनेको ल म यो च्याट दिन्छु ल च्यातेर पोचा लगाउने टोयलेट फेरि ओके जा तैँले त मलाई हात हाल्न लगाइ छोल्न लगाइस् भने मेरो त केही इज्जत होइन भने तेरो टी-सर्ट च्यातेर मलाई किन इज्जत जा चुप जा छिटो जा कान्छी जा छिटो गर जा यति महँगो टी-सर्ट हो गाइस यार के च्यात्नु ल तेरो महँगो तेरो सङ्गो जा तेरो 7,000 मा यस्तो टी-सर्ट के भने गरेर भन त तीनटा भन त ल के भने थिस् एउटा नम्बर 1 तेलले चेपालो हाल तैँले तँलाई भित्र हालेर मेरो तैँले अपमान गरेको थिइस् धेरै अपमान गरेको थिइस् तैँले माथि हात तैँले जो तेल लगाएर नि भित्र गरिदिनु भनेको होइन ल म गरिदिन्छु ल पुरा बडा भित्र हाल्ने फेरि बाहिर मात्र होइन नि कान्छी तैँले मेरो भित्रै हालेर तैँले देख्छस् र यहाँ हेर्न आउँछस् र भित्र छ कि बाहिर छ भनेर भन त मलाई तैँले मलाई पनि तँले गरिदिरहेको छु त अनि गर कान्छी हेर्थे ल गेम लगा ओके गाना कता गयो रनमतीको छोरा गेम लगा न रनमतीको छोरामा आँच्चा गोरु मुर्दाहरू गेम लगा मलाई दिमाग खराब नगर त साला लेडे गाली गर जति गाली गर तेरो पाल हो नि तर त रिस उठिरहेछ नि दुईटा हात भित्र हालेर माथि दुईटै माथि हाल खुट्टा तल तो खुट्टालाई तल गर कुर्सी हता सुधी ठोके उता भयो भएन भने समझ में आएगा बाहर तेरे कपड़े हैं छोटे मेरा अंधा भी बोले चल दिखा बाजू हटा चल 24